तपाईले दादागिरी देखाएको हेडलाइन बनाए कि आज ठीक छ तपाईहरुले के हेडलाइन बनाउनु भयो एउटा कुरा फेरि मैले पनि भने अहिले मै बोल्दै छु यो कुनै एआई बोलेको होइन मैले तपाईलाई के भन्दै छु भने सभामुखसँग कसरी तत्र मम गरिरहनु भएको छ हैन त्यो त तपाईले अफेर मैले पनि मुख छाड्नु फेरि कसरी मैले कसरी मुख छाड्नु त फेरि मैले भने त्यति भाषा जो भाषा संसदीय नियमावली भित्र त्यो भाषा पर्दैन त्यो भाषा भनेको सबैले सुन्न नमिल्ने गरी भाषा रिस उठ्यो भन्दैमा गाउँमै झगडा परेको जस्तो हो सभामुखले बोल्न टाइम दिनुभएको छ सभामुखले यसरी बोल्नुस् भन्नुभएको छ सभामुखले यसरी गरौँ भन्नुभएको छ त्यसैले गर्दा हामीले भन्न खोजेको कुरा मात्र के हो भने त्यता मात्र नतनिको मर्यादा पालक पनि हुन्छन् नि तपाईले त त्यहाँ गरेर हैन सुन्नुस् न मैले भने त म पनि जनप्रतिनिधि सुन्नु न तपाई प्रश्न गर्नुस् मलाई थर्काउन थाल्नु भयो भने त फेरि हाम्रो यहाँ पनि झगडा हुन्छ म तपाईलाई के मात्र भनिरहेको छु भने म पनि जनप्रतिनिधि हो सदनको सदस्य हामी पनि हो सदनको मर्यादालाई कायम राख्ने कुरामा हामी पनि जवाफदेही हुनुपर्छ प्रतिनिधि सभा एउटा सिस्टममा चल्छ प्रतिनिधि सभा सञ्चालन गर्ने नियम छ नियमावलीहरू छ त्यो नियमबाट नियमावलीबाट विधिबाट पद्धतिबाट चल्नुपर्छ भनेर चाहिँ हामीले भनेको कुरा के हो भने विपक्षीले आवाज उठाउनु भयो केही कुरा उहाँहरूलाई चित्त बुझेन होला चित्त नबुझेको कुरा बोल्न पाइन्छ भन्न पाइन्छ तर विपक्षी भन्दैमा सभामुखलाई बोल्नै नदिकन सभामुखको कुरै सुन्दैन हामीले जे भन्यो त्यही हुनुपर्छ भन्ने हुन्छ कि हुँदैन हामीले भन्न खोजेको के मात्रै हो भने सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम पढेर सुनाउँदै हुनुहुन्छ विधि पढेर सुनाउँदै हुनुहुन्छ मलाई एकछिन बोल्न दिनुस् भनेको छ प्रतिनिधि सभामा सभामुखले पनि बोल्नको लागि टाइम माग्नु पर्ने भयो भने सभा कसरी सञ्चालन हुन्छ त्यसैले तपाईले दादागिरी देखाएको हेडलाइन बनाए कि आज ठीक छ तपाईहरुले के हेडलाइन बनाउनु भयो एउटा कुरा फेरि मैले पनि भने अहिले मै बोल्दै छु यो कुनै एआई बोलेको होइन मैले तपाईलाई के भन्दै छु भने प्रतिनिधि सभा नियमले चल्नुपर्छ विधिले चल्नुपर्छ विधानले चल्नुपर्छ विपक्षीले मजाले विरोध गर्न पाइन्छ विरोध जनाउन पाइन्छ तर अराजकता मच्चाउन त पाइँदैन नि जनताका प्रतिनिधि हामी पनि जनताबाट अनुमोदित भएर आएको हामी सत्तापक्ष छौँ हामी जिम्मेवार छौँ तर प्रतिपक्षको जिम्मा होइन सदनको गरिमालाई कायम राख्ने कुरा प्रतिपक्षको जिम्मेवारी होइन एकैछिनमा भने सभामुखको गरिमालाई सभामुखसँग कसरी मुख छाडेर बोलिरहनु भएको छ उहाँहरू सभामुखसँग कसरी तत्र मम गरिरहनु भएको छ हैन त्यो त तपाईले अफेर मैले पनि मुख मैले कसरी मुख छाड्नु त फेरि मैले भने त्यति भाषा जो भाषा संसदीय नियमावली भित्र त्यो भाषा पर्दैन त्यो भाषा भनेको सबैले सुन्न नमिल्ने गरी भाषा रिस उठ्यो भन्दैमा गाउँमै झगडा परेको जस्तो हो सभामुखले बोल्न टाइम दिनुभएको छ सभामुखले यसरी बोल्नुस् भन्नुभएको छ सभामुखले यसरी गरौँ भन्नुभएको छ त्यसैले गर्दा हामीले भन्न खोजेको कुरा मात्र के हो भने त्यता मात्र नतनिको मर्यादा पालक पनि हुन्छन् नि तपाईले त त्यहाँ गरेर हैन सुन्नुस् न मैले भने त म पनि जनप्रतिनिधि सुन्नु न तपाई प्रश्न गर्नुस् मलाई थर्काउन थाल्नु भयो भने त फेरि हाम्रो यहाँ पनि झगडा हुन्छ म तपाईलाई के मात्र भनिरहेको छु भने म पनि जनप्रतिनिधि